यो हिलियाङ 7 नम्बर र खिदिम नगरपालिका 4 नम्बरको बीचमा रहेको ताप्लेजुङ जिल्ला र पाँचथरको उत्तरी क्षेत्रलाई जोड्ने हेमा खोलाको देशको सबैभन्दा लामो बेली ब्रिज थियो। यो जडान गर्ने क्रममा जब हिलियाङ 7 तर्फ जडान सम्पन्न हुन लागेको थियो त्यो समयमा लोड थाम्न नसकिकन बेली ब्रिज चाहिँ जडान गरिएकोले बेली ब्रिज लत्रिएको अवस्था छ। हिँड्दै थियो यहाँनिर चेन पुली लाएर अलिकति यस्तो भयो, ब्यालेन्स मिलेन भन्दै थियो। सर्रै तारी पुगिरहेको थियो पुल होइन, ठेलिरहेको थियो पहिल्यै। अनि अब ठेल्ने बेला भनेपछि चाहिँ अलिकति यहाँनिर अनब्यालेन्स भयो भन्दै थियो। मैले सोधेको थिएँ त्यतिखेर। नाम चाहिँ तपाईँलाई थाहा छ? नै सर, त्यो बाहिरको 6 जना चाहिँ हो होइन? 4 जना चाहिँ मैले देखेँ, 6 जना भन्ने हल्ला थियो। 6 जना चाहिँ फिक्स। हामी चाहिँ गयौँ भनेको धन्यवाद। मलाई त यसले झन् भेटायो यता हेर्दै हामी त खाडामा बस्यौँ। छिट्टिएर आयो क्या मान्छे बाटो बन्द भयो नि होइन? अब बाटो पनि बन्द भयो नि। यो त्यसैले सोरेको हो। यसमा